गुड मर्निङ गाइज, ह्याप्पी दसैँ। ल आज चाहिँ म हाम्रो दसैँको दिनको सम्पूर्ण कामहरूको विवरणहरू देखाउने छु बेला बेला। ल यो हाम्रो माइलो प्याज कटाइ भइरहेछ गाईहरु। काटिरहेछ। आजको कुकिङको जिम्मा चाहिँ मेरो छ। अरु भइरहेछ काम काज तीव्र गतिमा। गर्नै पर्यो हाले त। मिठो बनाउनु पर्यो है। ओके, नो वरिज नो वरिज। ओके, यता हाम्रो मम्मी चाहिँ नुन निकाल्दै हुनुहुन्छ। बाबा र गोलु उता गफ गर्दै हुनुहुन्छ के को बारेमा हो। बाख्राको सोक बनाउँदैछ। गोलु त एकदम स्याड स्याड छ। आज यसको प्यारो बाख्रो जङ्गल जाँदैछ। ल यो बिहान बिहान चाहिँ मम्मीले यस्तो मजाले रातो माटोले लिपिसक्नु भएको छ। उता पुष्पा मलाई के लाउने आज भनेर डिस्कस गर्दैछिन्। अब बाँकी चाहिँ भ्लगमा पछि देखाउँछु त्यसलाई। मम्मीले कस्तो मजाले रातो माटोले लिप्नु भयो है मम्मी। भ्लग हो बना भ्लग। यो चाहिँ मेरो दिदी, यसले चाहिँ नुहाइसक्यो, मैले नुहाएको छैन गाइस। हामी चाहिँ हाम्रो पुरानै घरमा छ मैले। अरू बाँकी भ्लगहरू हजुरहरूलाई अरू बाँकी भिडियोहरू म हजुरहरूलाई बिस्तारै देखाउने छु। आज म हजुरहरूलाई स्टार्टिङमा उठेदेखिको बेलुका सुतेसम्मको भ्लग म देखाउने छु। दिनु अहिलेसम्म तिमीले सकेनौ प्याज काटी? सकिसके लसन गरेर। कति लेट छिटो गर्नु पर्यो कि। छ यसो बुटोल घुम्न जानुपर्छ। हाम्रो भाषामा बोल्नु पर्यो नि, हाम्रो भाषामा। अब आफै बोल न, आफै दिमाग लगाऊ। दिमाग छैन? ह्याप्पी दसैँ। अहिले त गोलु खुसी भएको छ गाइस। यो दादा हाम्रो दादा भिनाजी यहाँ मकै परेको छ। यहाँ रेडी भइसक्यो। भाग्यवान नानी, भाग्यवानी के छ? ह्याप्पी दसैँ, ह्याप्पी दसैँ। यो गोलु कस्तो ह्यान्डसम देखिएछ। क्यामेरा लाउने तयारीमा छ। फोटो खिच्न पैसा चाहिन्छ। कति रुपियाँ? 10 लाख। सम्झिने 10 लाख पछि कति सुन्न हुन्छ भने ल दिन्छु। 100 के छ दिपक, कति वर्षको तिम्रो दसैँ भइरहेछ? 6 वर्षपछि। कति वर्षको पछि तिमी मम्मी बाबाको हातको टिका लाउन पाइरहेछौ दसैँमा? 6 वर्षपछि। कस्तो छ तिम्रो एक्साइटमेन्ट भन त, यस्तो वर्णन गर न। एकदम ठिक छ, एक्साइटेड। टिका धेरै बसेको दसैँको जमरा लगाउन पाइएकोमा एकदमै खुसी छौँ। धन्यवाद। धन्यवाद। अब लप्साप। ल लप्साप के छ हजुरको खबर? एकदम ठिक छ, देशलाई जोगाउन। अनि हजुरले चाहिँ कति वर्षको यो जमरा मम्मी बाबाको हातको जमरा लगाउन पाउनु? I think after 2 years. 2 years जति भयो होला। कस्तो छ, खुसी हुनुहुन्छ? I'm very happy. 3 सेकेन्डमा गरेको डिसिजन सही भयो त? Obviously. So what I want to say is expect the unexpected. दा बस ठुल्दाको के छ? ठिक छ, बेस्ट छ। अरु केही भन्न छैन मैले। सधैँ नआएको मान्छे हो।
हरेक वर्ष मम्मी हजुर भाइरल आमा के छ तँ त खुब भाइरल छ टिकटकमा ठिक छ मेरा मम्मी हजुर के हो अब लामो समयपछि सबै छोराछोरीसँगै साथमै टिका सिका लगाउनु पाउनु लाग्छौँ कसा छ त खुसी छ खुसी छ आज म सुन्दर देखिया हो तँ त ब्युटिफुल देखिया हो म फेरि ब्युटी हो नेचुरल ब्युटी हो मेकअप के नाही गरे के नाही लानु खाबुनाल मु खै नाही दुनु निरज तेरो फोन दियो तेरो मम्मीको आउँछ भिडियो हामीलाई दक्षिणा कति दिन्छ मामाहरूले 10 लाख पालबाट गाडी भन्छ हातैमा यसो कहिले कति धेरै जम्मा मलाई पनि गरिदिनु न अहिले ठुल्दाको शान्ति हो त्यो मनु आइरहेको छु कहाँ नाइ भेट्यो त फोन कहाँ पो गयो फोटो